यस कार्यक्रमका आदरणीय सभापति महोदय, आजका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सभासद आदरणीय दीपक गिरी दाई, नेपाली जनसम्पर्क समिति अमेरिकाका केन्द्रीय अध्यक्ष आनन्द विष्टज्यू, एनआरएम का अध्यक्ष केशव पौडेलज्यू, एमनेस्टी का अध्यक्ष भुवन आचार्यज्यू, कार्य समितिका मित्रहरू, विभिन्न च्याप्टरबाट पाउनुहुने मित्रहरू, पत्रकार मित्रहरू, सबैलाई जय नेपालको न्यानो अभिवादन छ। म एकदमै छोटो मन्तव्य दिन लागिरहेको छु। तपाईहरुको अनुहारले भन्दैछ भोक लागिराखेको छ। देशमा बस्ने महानुभावहरूले पनि वास्तवमा त्यसको फिल गरिरहेको हुनाले म तीनवटा कुरा यहाँ राखेर बिदा हुन चाहन्छु। भर्खरै मुलुकले संविधान प्राप्त गरेको छ। यो संविधान लोकतान्त्रिक समाजवादका प्रतिपादक जननायक विश्वेश्वर प्रसाद कोइराला उति बेला देखेका सपना, त्यतिखेर राज्य स्वरूपका शक्ति राजा र महाराजा होइनन्, राज्य शक्तिका स्रोत नेपाली जनता हुन्। नेपाली जनतालाई सार्वभौम सत्ता र राजकीय सत्ता सम्पन्न गराउनका निम्ति जनताको सर्वोच्चता र सम्प्रभुता स्थापित गराउनका निम्ति केवल सम्भव छ भने जननिर्वाचित संविधान, सभाबाट संविधान भएपछि मात्र सम्भव छ भन्ने जुन त्यतिखेर देखेको सपना थियो, त्यो सपना लगभग 70 वर्ष पछाडि नेपाली कांग्रेसको नेतृत्वमा, आदरणीय सुशील कोइरालाको नेतृत्वमा र आजका प्रमुख अतिथि दीपक गिरी जस्ता सभासदहरूले नेतृत्व गर्दै हामी सारा नेपालीलाई संविधान दिएको छ। त्यसका निम्ति उहाँहरूलाई तालीले स्वागत गरिदिनु हुन हार्दिक अनुरोध गर्न चाहन्छु। आदरणीय साथीहरू, अघि धेरै कुराहरू उठिसकेका छन्। संविधान आउँदैन विकास र प्रगतिका कुराहरू असम्भव छ। संविधान नभएका देशहरू नै छन् हामीसँग। युके हेर्नुहोस्, नर्दर्न आइल्यान्ड हेर्नुहोस्, इजरायल हेर्नुहोस्, त्यो देशमा संविधान छैन, तर पनि देश प्रगतिको सिँढीमा चढिरहेको छ। अर्काले संविधान बनाइएको देश जापान हेर्नुहोस्, जुन देशलाई अमेरिकाको जर्नलले एउटा संविधान थमाइदियो, त्यो देशको प्रगति हेर्नुहोस्। फिलिपिन्सलाई हेर्नुहोस् र मेक्सिकनलाई हेर्नुहोस्, त्यो देशको संविधानमा अमेरिकाले प्रत्यक्ष रूपमा सहयोग गरेको इतिहास छ। नेपाल जो सबैभन्दा बढी सहभागिता भएर निर्माण गरेको संविधान, छिमेकी देशलाई हेर्नुहोस्, त्यो देशमा नेपाल जति पनि जनसहभागिता नबनिकन बनेको संविधान तपाईँ हामीले देखेका छौँ। त्यसैले संविधान मुलुकको ठुलो कुरा होइन, संविधानको मूल्य र मान्यता के हो, यो ठुलो कुरा हो। अहिले वास्तवमै लोकतन्त्रको तल्लो धरातलमा बसेर निर्माण गरिएको संविधान अहिलेको संविधान। विगतको संविधान किन बनेन, त्यसका निम्ति पनि सभासदहरूलाई धन्यवाद दिनुपर्दछ। किनभने विगतमा जननिर्वाचित प्रतिनिधिहरूले झन्डै झन्डै जनतान्त्रिक संविधान निर्माण गरेका थिए, तर नेपाली कांग्रेसको नेतृत्व र सबैभन्दा ठुलो पार्टीको हैसियतले त्यो संविधानलाई जनतान्त्रिक संविधान बनाउन नदिएर
लोकतान्त्रिक संविधान बनाएको छ। त्यसका निम्ति पनि उहाँलाई तालीले स्वागत गर्दै हुन हार्दिक अनुरोध गर्न चाहन्छु। आदरणीय मित्र, यो संविधानसँगै धेरै कुराहरू उठेका छन्। मधेसका कुरा उठेका छन्, जनजातिका कुरा उठेका छन्। ती सबै मित्रलाई म भन्न चाहन्छु, सागुरिएको विचार लिएर अतिवादी चिन्तन निर्माण गरेर समाजलाई ध्वस्त बनाउन प्रयास गरिरहेका छन्। सदियौंदेखि स्थापना गरेका हामी नेपालीहरूको आपसी सद्भाव, भाइचारा र एकताको सांस्कृतिक धरोहरहरूलाई सधैँ सधैँ ढाल्ने प्रयास गरिरहेका छन्, जसका कारण लोकतन्त्र कमजोर बन्दै हाम्रो राष्ट्रियता नै चर्मराइरहेको छ। यो बेलामा चाहे प्रवासमा बस्ने नेपाली हुन्, चाहे नेपालमा बस्ने नेपाली हुन्, हामी सबैले आपसी सद्भाव कायम राख्दै अत्यन्तै सचेत र इमानदारसँगले आफ्नो सकारात्मक भूमिका निर्वाह गर्न उत्तिकै जरुरी छ भन्ने कुरा म यहाँ राख्न चाहन्छु र नेपाली जनसम्पर्क समिति त्यस दिशामा छ भन्ने कुरा पनि इमानदारीका साथ तपाईहरुको माझ राख्न चाहन्छु। संविधान एउटा ढुङ्गाले लेखेको अक्षर होइन। 47 सालको संविधान जस्तो यो संविधान छैन। 47 सालमा एउटा कमाले गर्दाखेरि त्यो देशका धेरै धर्मावलम्बी मान्छेहरूले राज्यबाट अपलित गरेको महसुस गरेका थिए। तर ती 65 र 63 सालको संविधान मधेस आन्दोलनले उठाएका मुद्दाहरू संशोधित भएको इतिहास हामीसँग छ कि छैन? छ नि। धेरै टाढा जानु पर्दैन। भारतको संविधानलाई हेरौँ। त्यो संविधान संसारको सबैभन्दा लामो संविधान हो। लगभग 118 चोटि संशोधन भए। के हामी नेपालमा अहिले उठेका मागहरू संशोधन गर्न सक्दैन? किनभने संविधान बनाउनका निम्ति धेरै समय खर्च गर्नुपर्ने रहेछ। सभासदजी हुनुहुन्छ, लगभग 8 वर्ष हामीले हाम्रो समय बर्बाद गर्यौं। विश्वको इतिहास हेर्नुहोस्, अमेरिकाको संविधान 116 दिनमा निर्माण गरेका छन्। अस्ट्रेलियाको संविधान 9 वर्षमा निर्माण गरिएको छ। अफ्रिकाको संविधान लगभग 1 वर्षमा निर्माण गरिएको छ। यसरी निर्माण गर्दाखेरि समय कति बर्बाद हुन्छ? त्यसैले यी सारा कुराहरूलाई चुनावमा राखेर हामीले एउटै निर्णय गर्नु जरुरी छ। त्यो निर्णय भनेको के हो भन्दाखेरि उपेन्द्र यादवलाई भन्नुहोस् या चाहिँ पूर्वमा कुर्लिने कुमार लिङ्गदेनलाई सोध्नुहोस् या चाहिँ महन्त ठाकुरले सोध्नुहोस् या चाहिँ राजकुमार लेखीले सोध्नुहोस्। समस्या लोकतान्त्रिक संविधान निर्माण गर्नेमा होइन। समस्या छ भने संरचना निर्माण गर्नेमा समस्या छ। किनभने यो संविधानले सबैलाई बराबर अधिकार दिएको छ। संविधानले क्षमता दिँदैन, विवेक दिँदैन, बुद्धि दिँदैन, संविधानले अधिकार दिने। यदि कुरा राख्दै तपाईहरुमा बिदा हुन्छु। धन्यवाद। जय नेपाल।